गाइस आज दिनभरिको शिकार चाहिँ यस्तो छ दिनभरिको शिकार लुगा सुगा हेर्नुस् त पुरै ए हात यस्तो कम्ती छैन काँडै काँडा ल हेर्नुस् आजको शिकार ल हेर्नुस् है त यहाँ शिकार आमाले खनाउँदै हुनुहुन्छ यहाँ हेर्नु है के देख्नुहुन्छ चलो 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 चल्यो चल्यो ल हेर्नुस् है त लगभग मैले 1.5 घन्टा जति लाग्यो 1.5 घन्टा जति लाग्यो देख्नु भयो नि ल हेर्नुहोस् आमाले निकाल्दै हुनुहुन्छ आजको शिकार ल जिम्नास्टिक उहाँहरूले धेरै सिक्नु भएको छ ल हेर्नुहोस् यो चाहिँ मेरो यो वर्षको पहिलो शिकार हो ल आमाको हातै टोक्दियो ल साना त छैन नि त अनि किन नटोक्ने ल काला यी भोटी हामी यतातिर चाहिँ भोटी माछा भन्छौँ अन्ततिर चाहिँ हिले माछा नि भनेर भनिन्छ तपाईहरुकोतिर चाहिँ के भनिन्छ ल यसो लेख्नुस् त ल ल ल अब यसलाई कसरी खाँदा चाहिँ ठिक होला ल भन्नुस् त यो चाहिँ सफा गरेको हिला जति फालेको है ल हेर्नुहोस् है गाइज जिम्नास्टिक आजको शिकार ल गुड नाइट यसलाई चाहिँ अब तपाईहरुकोतिर कसरी खानुहुन्छ यसलाई चाहिँ हाम्रोतिर चाहिँ चट्ट अब यसलाई बफाउने कक्रक्क बनाउने अनि त्यसपछि दुधु पिस बनाउने टमाटर मसला चट्ट भुट्ने अनि यो चट्ट यसलाई मसलामा मिक्स गरेर त्यहाँ हाल्ने अलिअलि झोल हाल्ने अनि ज्याड्याम खाने ल यो चाहिँ मेरो आजको लगभग 1.5 घन्टाको शिकार हो यसो कुलो थुनेर है सामान्य कुलो थुनेर यो वर्षको पहिलो शिकार ल गुड नाइट।